वर्किङ भिजामा स्यालेरी कति हुन्छ, कामको डिमान्ड कतिको रहेछ जापानमा, र कुन कुन काममा आउन राम्रो सजिलो मिल्ने रहेछ, र डिमान्डेड भिजा कतिको रहेछ, र भिजाको टाइम कति वर्षको भिजा दिने रहेछ, र लङ टर्म बस्न पाउँछ कि पाउँदैन, स्यालेरी पर मन्थ कति हो। हेलो एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल। सबैजनालाई स्वागत छ मेरो च्यानलमा। सो 2026मा तपाईहरू वर्किङ भिजामा आउन चाहनुहुन्छ र यो 2026मा चाहिँ होइन तपाईँको लाइफ चाहिँ चेन्ज हुनेछ, र अगर राम्रो डिसिजन गऱ्यो भने के राम्रो के नराम्रो तपाईँले यो भिडियोमा होइन म क्लियर गर्छु। र वर्किङ भिजामा एसएचडब्ल्यू भिजामा जापानमा स्यालेरी कति हुन्छ, के राम्रो छ, यसको बारेमा सब तपाईँले भन्ने रहेछु है। सो लेट्स गो। जापानमा मेन पावर सर्टेज धेरै छ। फ्याक्ट्री, कन्स्ट्रक्सन, होटल, एग्रिकल्चर यिनीहरूमा चाहिँ होइन हाई डिमान्ड छ कि, त्यही भएर चाहिँ डिमान्ड धेरै खुल्छ र डिमान्ड पनि होइन भिजाको एकदमै हाई दिन्छ कि। त्यही भएर तपाईँले चाहिँ एकदम सजिलो तरिकाले मान्छेहरू होइन नेपालबाट अथवा अन्य कन्ट्रीबाट होइन कन्ट्रीहरूबाट जापान चाहिँ आउनु मिल्ने रहेछ कि। र जापान आउनु रिजनको पनि एउटा सबभन्दा सुरुमा हेर्छ मान्छेको पर मन्थ स्यालेरी कति हो। पर मन्थ स्यालेरी होइन मान्छे यो सुन्दाखेरि सब अलिक खुसी लाग्छ, यो यतिको म स्यालेरी म कमाउँछु भनेर मान्छे खास गरी जापानतिर आउने रहेछ कि। तर चाहिँ होइन ट्याक्स काटेर फेरि आउने अलिक थोरै हो भन्दाखेरि तपाईँको वर्क एसडब्ल्यू भिजामा सुरुबाट दिने भनेको 18देखि 22 मान जति यतिको दिने रहेछ होइन। तर चाहिँ ट्याक्सहरू काटेर ट्याक्स र इन्सुरेन्स काटेर तपाईँको हातमा आउने भनेको 12देखि 15-16 मान जति मात्र आउने हो है। यस्तो 12देखि 15-16 मान आउने भने भन्दाखेरि तपाईँको 60-70 जति तपाईँको हातमा आउँछ, किनभने ट्याक्स, इन्सुरेन्स र रुम, खाना, बस्ने सबै मिलाएर होइन तपाईँको हातमा आउने हो भने 1.5 लाख जति आउने हो, जति त्यति मात्रै बस्ने। जापान एउटा होइन सपनाको सहर जस्तै लाग्छ कि, किन भन्दाखेरि तपाईँ चाहिँ जापान आउँदाखेरि होइन आइसकेपछि सुरुमा राम्रो लाग्छ, किनभने फर्स्ट टाइम हुन्छ नि त। अब कुनै अर्को नयाँ देश, कुनै ठुलो राम्रो ठाउँ गएको होइन, त्यही भएर अलि जस्तै कि गाउँबाट काठमाडौँ गएपछि कस्तो राम्रो लाग्छ नि त, सिटी सहर त्यस्तै होइन। गाउँबाट अब नेपालबाट अरू देश जापान आउँदाखेरि एउटा सपनाको सहर जस्तै लाग्छ होइन। तर पछि यता काम गर्दाखेरि अब 10 घन्टा काम गर्नु, 12 घन्टा काम गर्नु, त्यसपछि घरबाट एकदमै टाढा है होइन, घर जानु पनि मिल्दैन त्यति चाँडो होइन। त्यही भएर अलि टफै हो, जति भने नि अलि टफ लाग्छ है। र यो कुराहरू बुझ्ने र के अरे हुन्छ नि एउटा अर्कै खालको भाइब हुन्छ क्या, योहरू सहन सक्ने तिनीहरूको लागि चाहिँ जापान ठिक रहेछ। अरूलाई त अलि गाह्रो जस्तो फिल हुन्छ हो कि, किनभने घरबाट टाढा फेरि 10-12 घन्टा काम गर्नु, त्यही भएर अलिक टफै छ। तर चाहिँ पैसा देखेपछि होइन तपाईँको मन लालची यस्तो हो कि महिनाको पैसा स्यालेरी आएपछि मान्छेको अलिक आनन्द फिल हुन्छ, पैसा यति आयो खुसी लाग्छ, ठिक छ। त्यही पैसा हेरेर देखेर त मान्छे काम गर्छ नि त होइन। अब अलिक टफै छ, त्यो भनौँ अरू त देशभन्दा त अलिक टफै छ होइन। जापान चाहिँ एकदम राम्रो हो अगर तपाईँ यो 3वटा कुरा चाहिँ अब फलो गर्नुहुन्छ भन्दाखेरि सधैँ। जो एउटा चाहिँ डिसिप्लिन, अर्को चाहिँ एकदम हार्डवर्किङ है, अर्को चाहिँ स्किल एन्ड ल्याङ्ग्वेज, यो कुरा होइन तपाईँलाई चाहिँ एकदम फोकस गर्नुहुन्छ र इम्प्रुभ गर्दै हुनुहुन्छ भन्दाखेरि राम्रो छ। नभए तपाईँलाई चाहिँ जापानलाई एकदमै गाह्रो फिल हुन्छ, र गाह्रो फिल भन्दा गाह्रो नै हुन्छ कि पछि तपाईँले लङ टर्मसम्म बस्नलाई मिल्दैन जस्तो हुन्छ, किनभने पहिलामा अहिलेमा जापान अलि चेन्जिङ भइरहेछ कि, चेन्जिङ भइरहेछ र बिस्तारै हेर्छ कि जापानको मान्छेहरू हेर्छ यो मान्छे कतिको होइन मेहनती रहेछ, कतिको चाँडो सिक्ने रहेछ कि, त्यो अनुसार। र यहाँ चाहिँ स्किल र ल्याङ्ग्वेजमा धेरै हेर्छ कि, त्यही भएर र तपाईँ कतिको मेहनती गर्नुहुन्छ मेन कामको लागि होइन, कामको प्रति तपाईँ कति चाँडो गर्नुहुन्छ, मेहनत गर्नु, त्यो अनुसार चाहिँ एकदम हेर्ने रहेछ कि। सो यो चाहिँ कुरा फोकस गर्नुपर्छ है। त्यो कुरा होइन मैले राम्रो त भन्दै तर नराम्रो भन्दाखेरि एउटा यो हो इजी पैसा कमाउने खोज्नुहुन्छ र के अरे लग्जरी लाइफ, र अर्को चाहिँ होइन रुल्स फलो गर्नुहुन्न भन्दाखेरि जापान चाहिँ नआउँदा हुन्छ। यो चाहिँ दामी देश, किनभने यिनीहरू चिजमा होइन एकदम तपाईँ सोच्नुहुन्छ पैसा एकदमै राम्रो गरी एकदम पैसा आउँछ, इजिली पैसा आउँछ, त्यो हुँदैन। लग्जरी लाइफ चाहिँ यहाँ चाहिँ सोच्नुहुन्छ भने त्यस्तो हुँदैन। अब लग्जरी लाइफ अब त्यही हो, आफूले लग्जरी लाइफ सोच्नुहुन्छ भन्दाखेरि पैसा बच्दैन र एक पैसा नि बच्दैन, एकदमै हाई रहेछ, महँगो सामान, महँगो चिज है। र अर्को चाहिँ फुल लाइफ भन्दाखेरि यताको चाहिँ रुल्स फलो गर्नुहुन्न भन्दाखेरि तपाईँलाई
धेरै टाइमसम्म बस्न दिनुहुन्न है। सो तपाईँको लागि यो पनि तपाईँले एकदमै ख्याल गर्नु पऱ्यो, बुझ्नु पऱ्यो कि म अर्काको देशमा गइरहेको छु, अर्काको देशमा अरूको रुल्समा मलाई चल्नु पऱ्यो, हिँड्नु पऱ्यो। नेपाल जस्तो छैन, जस्तो जो गरे नि हुन्छ चल्छ भन्दाखेरि यो कुरा चाहिँ बुझ्नु पऱ्यो मैले तपाईँलाई। र यही हो एकदम नराम्रो र नराम्रो, राम्रो र नराम्रोमा चाहिँ के हो मैले भनिदिएँ अघि, त्यो पनि साथी हो। जापान लाइफस्टाइल राम्रो पनि हो र नराम्रो पनि हो होइन। अब यो सबै तपाईँको होइन माइन्ड सेट हो। माइन्डमा के सेट गरेर आउनुहुन्छ, के गर्नुहुन्न, त्यो चाहिँ आफ्नोमा फरक पर्ने रहेछ होइन। तपाईँ अगर माइन्ड सेटमा गर्नुहुन्छ राम्रो छ, म आफू राम्रोसँग बस्छु, सब थोक छ, कसरी चल्ने भने यसरी चल्दा राम्रो हुन्छ अनि राम्रो छ। आफ्नै तालले चल्यो भने यो चाहिँ फेरि चल्दैन, लङ टर्मसम्म तपाईँ बस्न सक्नुहुन्न। तपाईँले चाहिँ भिजा दिनुहुन्न, पछि चाहिँ गाह्रो हुन्छ बस्नलाई। यो चाहिँ कुरा बुझ्नु पऱ्यो है। र तपाईँलाई होइन यो चाहिँ भिडियो चाहिँ तपाईँलाई युजफुल लाग्यो, मन पर्यो, लाइक कमेन्ट र सेयर सब्सक्राइब गर्नलाई चाहिँ नबिर्सिनु होला होइन। र जापान वर्किङ भिजाको लागि होइन तपाईँले यस्तै कन्टेन्टहरू तपाईँ हेर्न चाहनुहुन्छ भने यो कन्टेन्टको लागि तपाईँ सब्सक्राइब गर्नु होला। र चाहिँ के जिज्ञासा के मन लाग्यो भन्दा के नबुझेको कुराहरू छ भन्दाखेरि मलाई चाहिँ कमेन्ट गर्नु होला। म तपाईँलाई कमेन्टको रिप्लाई दिनेछु है। सो गाइस आजको लागि यति।